यहाँको टिमहरू नम्बरबारको केटाहरू मलाजमा गएर आफ्नो हायर एजुकेसन त्यहाँबाट गर्नु पर्यो त्यसपछि आएर फेरि होम साइन्स कलेजमा अब जनताले चाहिँ मैले गरेको प्रयासलाई जो जसले बुझेको छ अब सपोर्ट गर्न थाले सपोर्ट गर्दै जाँदाखेरि चाहिँ अब पैसा भएपछि ठाउँ चाहियो ठाउँ खोज्दै खोज्दै धेरै ठाउँमा ठाउँ खोजियो हामीले धेरै ठाउँमा यो काठमाडौँ ललितपुर धेरै ठाउँमा ठाउँ खोजियो ठाउँ पनि पाइएन आखिरीमा 2018 मा यो ठाउँ पायो यो ठाउँ यहाँ आउँदाखेरि यस्तो थियो ठाउँ पनि नपाउने अनि ठाउँ चाहिँ यहाँ यस्तो थियो यो यसो गरेर बसेको ठाउँ थियो अब यही भए पनि नभएको बेलामा यति भए पनि केही न केही हुन्छ यसैले मर्मत गर्ने बनाउने भनेर सुरु गरेको ठाउँ हो यो प्लस बेबीको टेम्परेचर पनि मोनिटर गरेर त्यसलाई स्टेबल राख्नको लागि चाहिँ हामीले यो क्लिनिकल ग्रेडकै इन्टरभल हुन्छ यो चाहिँ झन्डै झन्डै हामीले प्रायः जसो हामीले जति पनि स्वास्थ्य केन्द्रहरू छ त्यहाँ चाहिँ अब विभिन्न ब्याङ्कहरूले विभिन्न सिएसआर अनि जस्तै जन विकास ब्याङ्कले एभ्री इयर 10वटा चाहिँ गर्नु तयार पारेर त्यहाँ चाहिँ इन्स्टल गरिदिनु अनि त्यो अनुसार नै हामीले यहाँ तयार पार्छौँ र उहाँहरूले जहाँ भन्नुहुन्छ बाजुरा भयो बजान भयो स्वास्थ्य त्यहाँ चाहिँ लगेर हामी